जस्तो अस्ति भर्खर बागमती नदी किनारामा वा विष्णुमती नदी किनारामा जुन अव्यवस्थित बस्तीहरू हटाइयो त्यो ठाउँहरूमा पनि हामीले चाहिँ ढल प्रशोधन केन्द्र त्यहाँ चाहिँ अन्डरग्राउन्ड ढल प्रशोधन केन्द्र बनाउने, जमिनमाथि चाहिँ मर्निङ वाक गर्न मिल्ने तरिकाले पार्कहरू नै बनाउने, साना साना बिरुवा रोप्न मिल्ने तरिकाले बनाउने भनेर हामीले केही चाहिँ डिजाइनको खाका प्रस्तुत गरेका छौँ। त्यो जग्गा प्राप्तिको लागि हामीले मन्त्रालयमा अनुरोध पनि गरेका छौँ। बागमती किनारा, विष्णुमती किनारा, विभिन्न ठाउँहरू वा अन्य नदी किनारा वा अन्य सरकारी जग्गाहरू भएका स्थानहरूमा सामुदायिक रूपमा पनि अन्य ठाउँहरूमा छ भने पनि हामी साना साना खालका प्रशोधन केन्द्र बनायौँ भने कस्तो हुन्छ भने एकैचोटि ढललाई यहाँ के अरे यो चाहिँ धोबीघाटमा ल्याइपुर्याउँदाखेरि काठमाडौँ उपत्यकामा बिचमा बग्ने नदीहरूमा पानीको पनि अभाव हुन्छ। बिचमा हामीले ढल प्रशोधन गर्दै नदीमा पानी पठाउन सक्यौँ भने नदीको बहाव पनि बढ्ने, हेर्दाखेरि राम्रो पनि हुने र धोबीघाटमा चाहिँ भार पनि कम पर्ने हुन्छ। त्यसैले हामीले अरू ठाउँहरूमा पनि होलिस्टिक रूपमा काठमाडौँ उपत्यकाभरिकै लागि कहाँ कहाँ बनाउनु पर्ने हुन्छ त्यो अध्ययन पनि गरिराखेका छौँ र त्यसको लागि हामीले माग पनि गरिराखेका छौँ।